किचन एन्ड ब्लग्समा। अनि आज चाहिँ हामी अब घुम्न निस्केका छौँ होइन। घुम्न भन्दा पनि अब खाना खान भनेर निस्केका छौँ लन्चको लागि। अनि घुम्छौँ पनि झुम्न चाहिँ होइन दिउँसै कहाँ झुम्छौँ। त्यही भएर हामी एकदम सबै नगरेको हो। त्यस्तो अब यताउता केही दायाँ बायाँ झुम्ने कुरा यो मजाक मात्रै हो। त्यस्तो छैन हाम्रो होइन। माथि तल दायाँ बायाँ केही छैन। मजाकमा त भन्न पाइयो नि होइन। 20 मिनट मात्रै हाम्रो चाहिँ। अब चाहिँ हामी जाँदैछौँ। हामी अहिले चाहिँ महाराजगञ्ज सेल्सबेरी टावरमा जाँदैछौँ। अनि अब त्यहाँ के गर्छौँ के खान्छौँ के कता कता घुम्छौँ त्यो पनि हजुरहरूलाई देखाउने नै छु। No internet connection. Yes. Connection. भर्खरै निस्केछौँ घरबाट। भोक लागिसकेको छ हामीलाई चाहिँ। 11:30 हुन लागिसक्यो। यो बाटो चाहिँ बहुत राम्रो छ क्या हाम्रो घरबाट निस्किने बाटो होइन। फराकिलो ग्रिनरी एकदम किनभने यहाँ कृषि छ। कृषिको अफिस छ त्यही भएर ग्रिनरी भएको हो गाइस खासमा होइन। त्यो मैले त्यो कलर गरेको बेला अस्ति पम्प गर्न गएँ भने नि त्यतिखेर मलाई कन्सल्टेसनमा त्यो मान्छेले त्यस्तो गर्नु हुँदैन भन्दै मलाई पहिल्यै थाहा हुँदैन। मेरो कपाल गाइस हामी चाहिँ जमल आइपुग्यौँ। जमल त हो नि जमलै जस्तो लाग्यो के। ल हामी चाहिँ आइपुगिसक्यौँ महाराजगञ्ज सेल्सबेरी टावरमा। अनि यहाँ घुम्ने अनि खाना पनि खाने त्यही भनेर आएछौँ हामी चाहिँ। यहाँ गेस्ट पनि आउँदै हुनुहुन्छ। अनि उहाँहरूलाई चाहिँ अब भिडियो खिचेको मनपर्छ कि पर्दैन थाहा छैन। म सोध्दिनँ पनि होला उहाँहरूलाई। खिच्दिनँ होला उहाँहरूको चाहिँ। सायद खाना खाएको चाहिँ खिचिन्न होला जस्तो लाग्छ मलाई चाहिँ। अहिले त्यही पनि खिच्यो भने हाम्रो मात्रै भए पनि खिचिन्छ। सोधेर नभए उहाँहरूको पनि खिच्न पर्ला। हेरौँ के हुन्छ। फेरि सोध्यो भने पनि अप्ठ्यारो माने हुन्छ भनिदिनु होला कि जस्तो पनि लाग्छ क्या। अनि त्यही भएर मलाई सोध्न मन लाग्दैन। हेरौँ अब के हुन्छ। पानी आउनलाई ठिक्क परेको छ। पुरै कालो कालो आकाश भएर बादल कालो भएको छ। डल्ले पनि रहेछ। यहाँ टावर सेल्सबेरी टावर हो यो चाहिँ। त्यस्तै खिच्दै हिँड्ने त होला। उज्यालो रहेछ भाइ अनि चस्मा खोल्ने अनि उज्यालो रहेछ भाइ भन्ने। यो मामुले मै किनिदिन्छु कि बल्ल भन्छ त्यस्तै हो। मैले के तिम्रो कहिले लिफ्ट गाइस उसले भनेको सुनिहाल्नुभयो होइन। हामी यहाँ आएको तर सिटै छैन क्या। स्याटरडे भएर होला होइन। एकदम भिड छ अनि हामी चाहिँ यहाँ बाहिर वेट गरिरहेछौँ। अब हेरौँ कति टाइमसम्म वेट गर्नुपर्ने हो थाहा छैन।
होइन बल्ल 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 कति 20 मिनट जति पुऱ्यौँ होइन बल्ल सिट पायो अनि त्यसपछि बसाएछौँ है खानाको लागि। अब खाना चाहिँ कतिखेर आउने फेरि कति वेट गर्नुपर्ने भोक लागेर यस्तो भएको छ फेरि प्याक एकदमै प्याक छ मान्छे अरू पनि कुरिराख्नु भएको छ हामीभन्दा पछि आउनेहरू चाहिँ कुरिराख्नु भएको छ एकदमै भोक लागेर त्यही भन्छ कहिले आउने ल हाम्रो चाहिँ बबल टी थ्याङ्क यू हेर्छु त कस्तो वाउ मात्रै खाने अनि मेरो छ भने खाइस्यो कस्तो छ यही हो हजुरले भनेको ल ठिक छ ल अब मामा उता वेट गर्दै एकछिन चाहिँ हामी जान्छौँ हामी चाहिँ अघि खाना खाएको चाहिँ बिर्सिनँ कि मैले किनभने गेस्टहरू पनि हुनुहुन्थ्यो नि त सबैलाई अब यस्तो पब्लिकमा देखाएको मन नपर्न पनि सक्छ सोध्यो भने त हुन्छ भनिहाल्नुहुन्छ अरे होइन मन राख्न लागि सोधिनँ मैले ठिकै छ गेस्टहरू भएको बेलामा अब आफ्नो मात्रै खिच्न पनि मिलेन अनि खाना खाएको इन्जोय गर्छौँ हाम्रो त सबै प्राइभेट मोमेन्ट हामीले देखाइहाल्छौँ हजुरहरूसँग तर गेस्टको त अब होइन सोध्नु पऱ्यो नि त अप्ठ्यारो लाग्छ कि फेरि सबैलाई सोध्नु त्यो त त्यही हो ल ओए मामाले हर्न बजाउँदा एकछिन चल हामी चाहिँ गोदावरी अन द वे छ वान द वे भन्नु लागेको छु कि अन द वे छौँ र अनि यहाँको भ्यू चाहिँ यस्तो राम्रो देखाएको छ उतापट्टि चाहिँ राम्रो देखाएको छ यतापट्टि त ठिकै ठिकै छ डाँडा काँडा यस्तै हरियाली भन्ज्याङ चौतारी वेदर चाहिँ पानी आउन ठिक्क परेको अवस्था छ हाँसेको लाग्छ हामी छोरीलाई फेरि राधे राधे यो पनि एकदमै साउथ आफ्टर एरिया हो नि घरहरू बनाउनु एकदमै पिसफुल एरिया यो होइन हामीलाई उता कुर्नु पर्छ होइन जाने उता बुढानीलकण्ठतिर कि होइन तर यो एरिया चाहिँ हामीलाई त ललितपुरबाटै ललितपुर हुन्छ कि देखिएको त्यो अगाडिको त्यो साइड अनि एकजना मान्छे ल्याइदिनु भएको छ तल गेटमा बुवा ल भयो ल है बा चाँदीको परुवा हो बा ल ल भयो ल यता हेर्नु त गोदावरी आई नो आइडिया बाबा लेफ्ट राइट त उता गोदावरी देखियो कि छ त फार्म के भनेर सोध्दा के हुन्छ र यहाँ भनेको यही हो बोटानिकल गार्डन अगाडिको जस्तो लाग्छ जस्तो कुरा नगर न गोदावरी बोटानिकल गार्डनको तलबाट गोदावरी आइपुगेको अवस्था मेरा भारतमा खान फेरि जुन कन्भर्सेसनमा पनि इन्डिया हाल्न छोड्दैन फुरफुरी नगर आयो भन्थ्यो अस्ति कहिले फर्स्ट टाइम आएको
होला भन्न लाग्छ हाम्रो छोटो जस्तो घाम लाग्यो होइन अघि चाहिँ डराएको थिएँ म त बाटोमा पानी आउला जस्तो भएको थियो हिँड्दैछौँ चाहिँ आज तर वेदर राम्रै भएको यता आऊ है यता आऊ है यहाँ त हाम्रो मलाई केटी लिएर हिँडेपछि आमामा के न गरे जस्तो हुँदो रहेछ होइन बाइकले हान्दिउँला जस्तो हिँड्ने है यहाँ चाहिँ हर्स राइड पनि होला जस्तो छ भित्र हुँदैन होला साइड चाहिँ घोडा चढ्न लाग्छन् दुई गयो छोटो चाहिँ जग्गुले चाहिँ जागृत जागृत लात हान्छ है घोडाले घोडाको बेबी हेर त छोटो आएन छोटो चाहिँ आएकै छैन यता लगेको थियो होइन घोडामा जग्गु चाहिँ चढ्नै मानेन चढाएपछि नै गर्यो अब आयो कि भनेको आएकै छैन अझै आएको छैन हामी चाहिँ यहाँ पुरिरहेको छौँ बाबु चाहिँ आयो अर्को बाबु चाहिँ मुखेर घोडा आयो घोडा मजा आयो छोटु चढ्थ्यौ चढ्दैन ऊ चढ्दैन बाबा यता हेर सानो जान्छु भन्छ जानु अब पछाडि चाहिँ उत्रिन्छ एकछिन एकछिन डर लाग्यो कि लागेन बाबा डर लाग्यो हामी जाँदैछौँ भित्र चाहिँ यहाँ चाहिँ पाउने के हो के खेल्नु यो चाहिँ तितौराहरू तितौरा त हो नि होइन यो तितौरा हो नि ल अब हामी चाहिँ यहाँ टिकट लिन पर्छ हो
टिकट लिन पर्दो रहेछ यहाँ चाहिँ अनि यहाँबाट हामी भित्र जान्छौँ अब हजुर ल हामी चाहिँ भित्र पस्छौँ अब कताबाट जाने चाहिँ कताबाट हो हैन एउटै हो यतैबाट हो जाने चाहिँ उ त्यहाँ हेरौँ न उ छ के प्लेग्राउन्डमा जाने प्लेग्राउन्ड चाहिँ देखा के दादा भन्दैला भिडियो हेरेर रिस राग भिडियो हेर्ने कोहीले भन्दैला उर्फ भन्ने के उर्फ कता जाने ट्रपिकल जोन कहाँ छ टोइलेट यतैबाट ट्रपिकल जोन कहाँ छ अब हेर्दै जाउँ न मलाई कसरी यो अल्पाइन जोन माइती पनि देखाउँदै नो यो चाहिँ अल्पाइन जोन हिमाली कस्तो बनाएको है अल्पाइन जोन त यो चाहिँ अल्पाइन जोन रहेछ हैन यहाँनिर चाहिँ कस्तो बनाएको Oopsies, dat gaat goed. हामी लिएर आउँदैछु तिमुर तिमुरको बाटो यति ठुलो रुखकै हो हेलो खोला गोदावरी खोला जागृत त आऊ जग्गा आऊ सुनगाबा सुन फुलेको भएको है अनि यो के पात हुन् कि के हुन् के हुन् ढङ्ग नभएका हामी यहाँ त कागलाई करेन्ट लागेर मरेछ लोटस लोटस होइन र होइन लोटसै हो यसरी त लोटसै त फुल्छ यसको नाम जहिले नि म बिर्सिन्छु के पो हो यसको नाम कस्तो होइन के ग्रास भन्छ क्या यसलाई लेमन ग्रास हो लेमन ग्रास हो सिसौ कहाँ छ यहाँ सिसौ नै छैन यहाँ त्यसै हावा कुरा गर्दो रहेछ भाइ किन रोको भनेर सोधे आन्टी किन रोको भनेर सोधे आन्टीले आफैले भाइलाई सोध्नु न भन्नुभएको अनि सोधेको कि उसले जग्गु पानीमा टेक्यो भने जुत्ता भिज्छ क्या अहिले होइन भाइ किन गइरहेछ भाइलाई सोधेन भएको भन्नुभएको यो गेटमा लाभिङ बुद्धको टोपी रहेछ यो गेटमा होइन एउटा फोटोसोटो केही नखिचिकन हिँड्छौँ फोटोसोटो केही नखिचिकन हिँड्छौँ हामी के जहाँ गए पनि
जागृत यहाँ आऊ न बोगटे हेरेर पनि गाउँको बोगटे बच्चाहरू पानी बस्दैन पानीमा बच्चाहरू चाहिँ एकछिन खेल्दैछ कुवासम्म जाऊ उता कुनासम्म जाऊ कुवासम्म जाऊ न उता अगाडिसम्म मजा आयो जागृत उता घोच्यो हो के हिन्दीमा बोलेको त्यही भने दुईजना मजाले खेलिरहेछ बाबा कपडा भिज्छ के आऊ यता अब खेलिरहेछन् तर कपडा भिजायो भने अहिले यहाँ कपडा पनि ल्याएको छैन फेरि चिसो पानी छ यो जागृत आऊ न अब भयो हामी गयौँ है बाई बाई ल बाई है अब बाई बाई लगाऊ सुज मात्रै लगाऊ खुट्टा धोएर सुज लगाऊ त खुट्टा धोएर उद्यान यहाँ चाहिँ होइन अब हामी यहाँभित्र छिर्न लाग्छौँ अहिलेको टिकट देखाउने कहाँ देखाउने ए ल ल सानोको ग्रेजुएसन जाम्ला त्यति बेला यो इयर त्यहाँको एकदमै फेमस दिन मरेर यो इयर नगर्ने भन्ने कुरा छ उनीहरूको हुन पनि सक्छ फेरि होइन त्यही भएर त्यतिखेरसम्म माइजहरू आइसक्छ नि बाउ एप्रिलमा जोइन गर्ने भनेको होइन नआएर पनि झन् राम्रो छ कता नआएर पनि झन् राम्रो कताबाट त्यस्तो कुरा हुँदैन नि मस्त नि त अनि अब नि कहाँ पढाउनु त हो जुलाईसम्म त्यति सुकाउने मेरो काममा होइन त्यस्तो हुन नि हो एनी कस्ट आउँछन् होइन पछि अब केही भएन भने मात्रै लाग्यो न त भने त आउने 100%. एकदमै फ्रेश भयो यहाँ आएर चाहिँ धन्न पानी पनि परेको छैन घाम पनि लागेको छैन एकदमै राम्रो वेदर भइरहेछ अहिले चाहिँ हेलो कैटरपिलर डिफ्रेन्ट प्लान्टहरू छ
तिमीलाई यही चाहिएको थियो कुन फ्लाइट त मलाई पनि थाहा छैन नाइन दिजुलाई पनि थाहा छैन नि गाइज हामी चाहिँ गोदावरी घुमेर पनि सक्यौँ होइन फुल घुम्न चाहिँ सकिएन अलिअलि मात्रै घुम्यो अनि त्यही नै थियो आजको भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनु होला अनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला भन्दै आजको भिडियोबाट चाहिँ हामी सबैजना बिदा हुन्छ बाई बाई